हेलो मेरो केटाकेटीहरू के छ वेलकम ब्याक टु माई च्यानल फेरि पनि म आइसकेको छु नमस्कार सबैजना म चाहिँ मिथुन जियार एके मिस्टर सोनिक कान्छा हैन आज चाहिँ हाम्रो अब के भन्छ सिधै हामी अब आज सो केटाकेटीहरूलाई म चाहिँ आज नयाँ ठाउँमा घुम्न गइरहेको छु गाइज है मेरो केटाकेटीहरूलाई एकदम अब हुन्छ नि नयाँ नयाँ यसो भ्यूहरू देखाउनु पर्यो त्यही भएर सो आज चाहिँ म पाहाड जानु थाल्यो होइन क्या अब चाहिँ भोलितिर जानु पर्यो होइन चाहिँ त्यहाँ बस्छ आज मसँग मान्छे लाउँछन् त्यो चाहिँ मेरो भेनालाई हो ल गयो अब फुटबललाई यसो अन्डा भोलि टक्क अब किन्न पर्ला टक्क म चाहिँ निस्किएँ ल गाइज अहिले चाहिँ निस्क्यौँ अब हाम्रो स्कुलको भाइको ऊ आयो को भतिज खै भतिज यसो एकछिन पक्ड त यसलाई यसो टाढाबाट मलाई यसो देखिन्छ यसो देखाउँ त मलाई टाढाबाट पुरै देखा पुरै फुल पुरा बाइक गयो नि रोडमा कोदा दु म चाहिँ अब जान थालेँ ग्याङ होइन ओके बाटोमा निस्किन थाल्यो अब चाहिँ उतै भेट्नुपर्छ पेट्रोल पम्पमा अब चाहिँ पेट्रोल हाल्यो होइन हामीले चाहिँ अब यहाँबाट पेट्रोल हालेर गाउँतिर गइन्छ अब ग्याङ ल पेट्रोल हाल्यो भ्यापो हाल्यो टक्क निस्किनु पऱ्यो घरतिर होइन भाइ ल भेना रेडी हो सो गाइज अहिले चाहिँ ठ्याक्कै हामी खानडाँडा पुग्यौँ होइन खानडाँडानिर अब चाहिँ यहाँनिर पानी सानी लगेर छ भने यसो माथितिर अब बजार छैन नि त अब सिधै खसपुर बोर्डर उतैतिर लङ बाटो छ त्यही भएर यहाँ पसलमा भाइले पानी चिप्स याउ लगेर अब टक्क माथि भाँसीगिरीमा रोकेर खान्छौँ भेनाको टक्क कल आयो कसको अस्ति हामी यो होटलमा बसेको थियौँ नोइस होटलमा यसो वाइफाई टिभीको लागि अस्ति कनेक्ट गरेर भएको थियो नि त त्यही भएर सो त्यही हो केटाकेटी यो भ्लग अपडेट भइरहेको हुन्छ हेर्दै गरौँ किप वेट एन्ड वाच है सबैजना त्यही त हो नि अब एउटा झिल्लीमा हालिदिनु न सो यहाँनिर टक्क अब भाइले त किन्दैछ भाइहरू त स्कुलबाट आएको के छ भाइहरू हालखबर बिन्दास हो ल ठिक छ ल तिमीहरू पढ्दै गर भविष्य तिम्रो जान्छ बिस्तारै जो मौसम चिल्छ माथि बादल सादल हेर्नु न बबाल छ कि हामी आन्टीले हामीलाई ट्याकिङ हानिदिनु भएको छ त्यहाँनिर गरिदिइराख्नु भएको छ ल धन्यवाद छ दिदीलाई धेरै धेरै टक्क 4:30 भयो हामी 3:30 बजे पुग्यो कतैबाट हिँडेको यहाँ ठ्याक्कै 1 घन्टा लाग्यो यहाँ पुग्न 3 जना भयो नि त सोलो बिस्तारै स्लो मोसनमा आयौँ बिचमा बाटो पनि खतम गजाङ थियो एक दुई ठाउँमा त्यो ठाउँ थिएन ल गाइज हामी चाहिँ अगाडि बढ्छौँ है त्यही हो केटाकेटी हो ल गाइज ठ्याक्कै हामी चाहिँ अहिले के भन्छ सतपुरको हल्का माथिमा चिप्स खाइरहेको छौँ मस्त हुन्छ राज भाइ भाइले देउताबाट पानी सानी हात धोएर आयो मलाई चिप चाहिँ दामी छ कि त्यहाँ मजा आउँछ खत्तम छ बाइकहरू भ्यूहरू चाहिँ दामी छ खै अब खान्छौँ होइन हामी खाइसकेपछि टक्क हामी तल खोज्छौँ तल ससपुरमा एकछिन बसेर मामालाई टक्क भेटा गरेर अनि आज साँचोमा त्यतै हुन्छ बसाइ लेट्स सी गाइज सो गाइज हामी चाहिँ खरेना भन्ने एरियामा पुग्यो लगभग यहाँबाट गएर चाहिँ 8-10 किलोमिटर बाँकी छ होइन अब चाहिँ गइरा बजार यो चाहिँ खरेर यहाँ त पुरो सिरो लागेर यस्तो छ यहाँको माथितिर पुरै डाँडामा पुग्नु लागेको छ भइहाल्यो
जो मजा आयो राइडमा एकदमै रमाइलो भयो अझै दुईवटा बाइक भएको अझै झन् धेरै मजा आउँथ्यो होला होइन त्यही पनि भनौँ न एकदमै मजा आइरहेको छ सो गाइस अब फाइनली हामीले ब्याग चाहिँ तल पनि राख्यो होइन यहाँ चाहिँ पुरा हुस्सुरो कुहिरोले एकदमै ढकमक्क भएको छ क्या पुरै हेर्नु न यस्तो छ यार अहिले बर्खामा पनि बर्खामा यस्तै हुन्छ तलैतिर चाहिँ अब जाडो महिनामा कुहिरो लाग्छ नि त यहाँ चाहिँ यस्तै हुन्छ अब उकाली बाटो ओह्राली बाटो पनि अफरोड चाहिँ अलिकति मात्र हो थोरै तल एउटा हजुरआमाको घरमा बाइक राखेर अझ हिँड्दै गइरहेको छ माथितिर हामीहरू चाहिँ दिवस रमाइलो भइरहेको छ भएन होइन आज चाहिँ रमाइलो एकदम बवाल छ है राम्रो छ कहिलेकाहीँ मुड फ्रेस गरिदियो भनेर आएको हामी चाहिँ आज भोलि चाहिँ फर्किनुपर्छ यहाँबाट बोझै हजुरबाहरू हजुरआमाहरू हिँडिराख्नु भएको छ माथि ल ग्याङ झ्याप्प अहिले माथि मामा घरको गएर सिधै त्यहाँ भेट्छौँ हामी चाहिँ अब सो गाइज ठ्याक्कै फाइनल्ली चाहिँ हामी मामाको घरनिर पुगिसकेका छौँ अहिले चाहिँ अब ठ्याक्कै कति बजी 7 बजीसम्म पुग्यो होइन यहाँ चाहिँ एकदम तर एकदम मजा आयो आज यहाँ पुग्नेसम्म चाहिँ होस् यहाँको मौसम सबै कुरा मामाजीको घर चाहिँ यहाँनिर हो एकदम दामी छ अब टक्क मामाले व्यवस्था गर्नुहुन्छ भान्जाहरूलाई बिस्तारै सो त्यही हो गाइज एकदमै मजा आयो जोस् आज चाहिँ ओके भ्लगलाई पनि यहीँ इन्ड गर्न चाहन्छु म थ्याङ्क यू फर वाचिङ दिस भिडियो डु सब्सक्राइब टु द च्यानल अफ मिथुन जिआर भ्लग्स अनि यस्तै रमाइलो भिडियो हेर्न चाहनुहुन्छ तल सब्सक्राइब लेखेको छ सब्सक्राइब गरिदिनु होला अनि साथमा लाइक सेयर अनि कमेन्ट पनि गरिदिनु नबिर्सिनु होला जय नेपाल पिस ये